राज गरौँ भने घाँगर फाट्ने भन्थ्यो अरे एउटाले। त्यसले चाहिँ जुन सरकारले अध्यादेशबाट चाहिँ शासन गर्छ, अब त्यो सरकारले सुशासनको कुरा पत्याउने कसले? सरकारमै भएका सांसदहरूले यही सरकारलाई मतदान गरेका मतदाताहरूले पत्याउनुहुन्छ। छाती हात राखेर भनौँ त, तपाईहरुलाई अब कार्तिक थियो, मङ्सिर थियो, पुष थियो, त्यत्रो 3 महिना 4 महिना तपाईहरुले संसदको बैठक बोलाउन सक्नुहुन्थ्यो। प्रतिपक्षले यति चाँडै किन संसद बोलाएको भनेर तपाईहरुले यहाँ छेकबाट गर्नु थिएन। त्यसो हुनाले अब कुरा धेरै बुझिसकिएछ। सुशासन त तपाईहरुले दिनै सक्नुहुन्न, किनभने तपाईहरु फसिसक्नु भएको छ। तपाईहरुका नीति कस्ता छन्, घोषणा पत्रमा के लेख्नु भएको छ, जनतालाई भाषण गर्दा के भन्नुहुन्छ तपाईहरुले, मैले कान सुन्न छाडेको छैन कि अझ सुन्दैछु। त्यसो भएको हुनाले यो जुन शीर्षक छ तपाईहरुले जुन सुशासन दिने भन्ने कुरा छ, तपाईहरुलाई यो 7-7 महिनासम्म तपाईहरुले कमसेकम सम्पत्ति बुझाउन त सक्नु पर्थ्यो नि नेपाली जनताका अगाडि। यहीबाट बुझिस् त दालमा काला है। तपाईहरुले बुझाउन सक्ने सम्पत्ति के हो, कति छ र तपाईहरुले यस्तो बाधा परेछ। तपाईहरुको मर्का मैले बुझ्छु। अब तपाईहरुसित म चाहिँ धेरै लामो समयदेखि सँगै राजनीति गरेको छु, चाहे संसदमा होस् चाहे आन्दोलनमा होस्। ल भन्नुस्, तपाईहरु अहिले सांसद हुनुहुन्छ, मन्त्री हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, तपाईहरुको हैसियत के छ, तपाईहरु कहाँ पुग्नु भएको छ? सम्पत्ति कमाउने मामलामा, सम्पत्ति जोड्ने मामलामा मेरो स्थिति के छ भन्नु, मै छु नि उदाहरण। तपाईहरुले के को सुशासनको कुरा गर्नुहुन्छ? तपाईहरु फस्नु भएको छ, नराम्ररी फस्नु भएको छ। तपाईहरु फसेकै कारणले हामीले त्यति गरेर ल्याएको चाहिँ गणतन्त्र बौद्धको चाहिँ लोकतन्त्र घेरामा परेको देख्नु भएको छैन। किन हो भन्नु त? त्यो कुनै विदेशीय कारणले हो? लोकतन्त्र विरोधी गणतन्त्र विरोधीका कारणले हो? होइन नि। हिजो पनि हामीले कुरा गर्यौं, अस्ति पनि कुरा गर्यौं। त्यसो हुनाले हाम्रा चाहिँ सिद्धान्त के हुन्, हाम्रो चाहिँ कार्यक्रम के हो, हामीले घोषणा पत्रमा के लेखेका छौं, त्यस अनुसार हामीले देश चलायौं कि चलाएनौं? हामी त्यो आचरणमा कायम भए कि भएनौं? सुशासन भनेको के हो? अनि नेपाललाई छोडेर विदेशमा गएर त्यहाँ सम्पत्ति कमाएर हुनी खानी भइसकेपछि नेपालको नागरिकता पनि छोडेर प्रवासी भएर फेरि उताको त रङरोमन भइहाल्यो। अब नेपालमा फाइदा उठाउन आउनेहरूलाई तपाईहरुले के नीति अपनाउनु भएको छ? उनीहरूलाई चाहिँ आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार हामीले दिएकै छौं नि। अनि तपाईहरुले यो विधेयकमा ल्याउन खोजेको के हो? गैर आवासीय नेपालीहरूले तपाईहरुले दिन खोजेको अधिकार के हो? हाम्रा नेपालीहरू जहाँ छन् संसारमा छरिएर रहेका, तिनलाई त्यो सुविधा छ? त्यसकारणले मैले यहाँहरूलाई के सुझाव दिन्छु अझै पनि भने, यदि लोकतन्त्र खतम हुन्छ, गणतन्त्र खतम हुन्छ भने लोकतन्त्र विरोधी गणतन्त्र विरोधीका कारणले होइन, हाम्रो आचरण, हाम्रै चरित्र, हाम्रो बोली 7 महिनामा आफूले कमाएको सम्पत्तिको विवरण बुझाउन नसक्ने सरकारले, नचाहने सरकारले अनि यी ठुल्ठुला गफ ठुल्ठुला कुरा गरेर किन चाहिँ दुनियाँ हँसाउनु? त्यसकारणले समय छ, हामी सचिनुपर्छ। यदि हामी सचिएनौं भने संसारले देख्ने छ, नेपाली जनता छ देख्ने छन् कि हामी चाहिँ सकिने स्थिति आउँछ। त्यसकारणले मैले यो तपाईहरुलाई खोजबेच गरेर भने होइन, हामी सबैले चाहिँ आर्जेको चाहिँ पढाइलाई हाम्रै कारणले खतम भयो भने के हुन्छ?